दर्शकवृन्द, आज बक्स अफिसमा जेरी अन्टपले 38औं दिन, परानले 24औं दिन, त्यसैगरी जारी टु द सङ अफ च्याब्रुङ र मन बिनाको धनले 17औं दिनमा प्रवेश गरेका छन्। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौं। यी चारवटा फिल्मको हिजोसम्मको टोटल बक्स अफिस कलेक्सन साथै आजको अकुपेन्सी र अर्ली एस्टिमेट बक्स अफिस कलेक्सन प्रेडिक्सनको बारेमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला। सर्वप्रथम कुरा गरौं फिल्म जेरी अन्टपको। दर्शक महानुभावहरू, असोजको 31 गते पहिलो दिन नेपालभरि 260 वटा सोज प्राप्त गरेको फिल्मले आज 38औं दिन पनि देशभरका मल्टिप्लेक्समा 10 वटा शोमा चलिरहेको छ। फिल्मले बक्स अफिसमा हिजोसम्म आइपुग्दा नेपालमा लगभग 37 दिनमा 12 करोड 17 लाख भन्दा माथिको कमाई गरेको खबर प्राप्त भएको छ। फिल्मले आज बक्स अफिसमा प्राप्त शोमा 15 देखि 20% को ओभरअल अकुपेन्सी लिँदै लगभग 70,000 देखि 1 लाख हारारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। झण्डै 5 देखि 6 करोडको लगानीमा तयार भएको यो फिल्म नेपाली बक्स अफिसमा भने क्लिन हिट साबित भइसकेको छ। अब कुरा गरौं चलचित्र जारी टु द सङ अफ च्याब्रुङको। कार्तिकको 21 गतेदेखि पहिलो दिन 258 वटा सोजका साथ प्रदर्शनमा आएको यो फिल्म आज 17औं दिन देशभरका मल्टिप्लेक्समा जम्मा 26 शोमा सीमित भएको छ। दर्शक महानुभावहरू, फिल्मले बक्स अफिसमा हिजोसम्म आइपुग्दा लगभग 5 करोड 65 लाख माथिको कमाई गरेको खबर प्राप्त भएको छ। फिल्मले आज बक्स अफिसमा 17औं दिन मर्निङको समय यति बेला 5 देखि 8% को ओभरअल अकुपेन्सी लिएको छ भने दिउँसोसम्म आइपुग्दा 10 देखि 12 र इभिनिङ र नाइटसम्म आइपुग्दा 15 देखि 20% को ओभरअल अकुपेन्सी लिने देखिन्छ भने केही शोजमा 30 देखि 50% को पनि अकुपेन्सी लिँदै आज बक्स अफिसमा 3 देखि 5 लाख हारारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। झण्डै 3.5 करोडको लगानीमा तयार भएको यो फिल्मले नेपालबाट आफ्नो लगानी उठाएर हिटको ट्याग प्राप्त गर्न कम्तीमा पनि 8 करोड माथि कमाउनु पर्ने हुन्छ। अब कुरा गरौं चलचित्र परानको। कार्तिकको 14 गते पहिलो दिन जम्मा 64 शोजका साथ प्रदर्शनमा आएको यो फिल्मले बक्स अफिसमा आज 24औं दिन पनि देशभरका मल्टिप्लेक्समा मात्रै 177 वटा शोज प्राप्त गरिरहेको छ। फिल्मले बक्स अफिसमा हिजो 23 दिनसम्म आइपुग्दा 14 करोड माथिको कमाई गरेको खबर प्राप्त भएको छ। फिल्मको बक्स अफिसमा आज 24औं दिन हो। मर्निङको शोमा 15 देखि 20% को ओभरअल अकुपेन्सी लिएको फिल्मले दिउँसोसम्म आइपुग्दा 30 देखि 40 र इभिनिङ शोमा 50% को ओभरअल अकुपेन्सी लिने देखिन्छ। त्यसै कारणले फिल्मले आज पनि बक्स अफिसमा लगभग कम्तीमा पनि 20 लाख भन्दा माथिको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। चलचित्रको अकुपेन्सीमा वृद्धि भयो भने फिल्मको कमाई 30 लाखसम्म पनि पुग्न सक्छ। 3 करोडको बजेटमा तयार भएको फिल्मले हिटको ट्याग प्राप्त गर्न 7 करोड कमाउनु पर्ने थियो। फिल्म बक्स अफिसमा सुपर हिट साबित भएर अब ब्लकबस्टरको रोडमा रहेको छ। अब कुरा गरौं चलचित्र मन बिनाको धनको। कार्तिकको 21 गते पहिलो दिन जम्मा 76 वटा शोज प्राप्त गरेको फिल्मले आज बक्स अफिसमा 17औं दिन पनि देशभरका मल्टिप्लेक्समा 77 वटा शोज प्राप्त गरिरहेको छ। चलचित्रले बक्स अफिसमा हिजोसम्म यानि कि 16 दिनसम्म आइपुग्दा लगभग कम्तीमा पनि 3 करोड 20 देखि 30 लाख हारारीको कमाई गरेको खबर प्राप्त भएको छ भने फिल्मले बक्स अफिसमा आज मर्निङको शोमा 8 देखि 10% बाट सुरु गरेको छ भने दिउँसोसम्म आइपुग्दा 12 देखि 15 र इभिनिङ र नाइटसम्म आइपुग्दा 20 देखि 25% को ओभरअल अकुपेन्सी लिँदै लगभग 5 देखि 7 लाख हारारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। झण्डै 1.5 देखि 2 करोडको लगानीमा तयार भएको फिल्मले नेपालबाट लगानी उठाएर हिटको ट्याग प्राप्त गर्न कम्तीमा पनि 3.5 देखि 4 करोड कमाउनु पर्ने हुन्छ, जुन कमाई फिल्मले यो हप्ताभित्र पार गरेर हिटको भर्डिक्ट प्राप्त गर्ने निश्चित छ। हस् त, यति भन्दै अर्को भिडियोसम्मको लागि म पनि बिदा हुन्छु। धन्यवाद, शुभ दिन।